हेलो गाइस वेलकम ब्याक टु माय अनदर के त लाग्छ सन्चै हुनुहुन्छ र म पनि सन्चै छु आज हाम्रो डोली हैन टक्क लाएर घुम्न जाँदै छ हैन अनि यता उता ह्यान्डसम भएर राम्री भएर को त्यो गाइस हाम्रो चाहिँ भिडियो ब्लग 1 महिना 2 महिनाको ग्यापमा आउँछ हैन हाम्रो ग्रुप चाहिँ हो सधैँको ग्रुप हैन घुम्न जाने ग्रुप त्यति बेला जान्छु भनेको कितवानतिर हो के जान्छ त्यो पार्क मैले हिजो राति के पकाउन जाने आउँदै हुन्छ हैन अनि यहाँ मान्छेहरुको चाहिँ अलिकति कुराकानी मिलिरा हैन कोही कहाँ के कोलाको कसो के भइरा हैन टक्क लाएर अनि एकछिनमा निस्किनु पर्ने हुन्छ ढिला पनि अति भइसक्यो बेलुका काम पनि छुट्ला जस्तो पनि भइसक्यो अन्त गाइस ल गाइस एकछिनमा भेटौँला है त अब यहाँबाट हामी निस्किने हुन्छ निस्किनु पर्ने हुन्छ ल गाइस मलाई चाहिँ गाह्रो छ ग्रुप आमा के साह्रो हो र यस्तो लेट्स गो माया तिम्रो के हो केटीको बहुमतले जितिहाल्यो त हो कहाँ हिँड्न त गलत बाटो आइरहेको त्यस्तो त निस्किनु मिल्दैन नि त जा जाने हो त्यो हुक्का लिनु गयो हुक्का अगाडि म भिडियो बनाउँदै हो क्या हुक्का चिलिमले कतिन्जेल बाँच्यो मेरो मायाले त्यस्तो त नछिरी हुन्थ्यो बिचमा नछिर सो गाइस हामी चाहिँ हैन लगभग आधा घण्टाको कठिनाइपछि ठाउँमा आइसकेका छौँ हैन ठाउँ त आयो तर कसरमा आयो भनेपछि हैन तपाईलाई मैले एकछिनमा हैन अब के भन्छ यो यसको बारेमा अब उ गर्दैछु हैन अब देखाउँछु मैले पनि नयाँ ठाउँमा आएको हैन हाम्रो अब सब फेरि म मात्रै केटा भयो के सब केटी मात्रै छ हाम्रो दिदीबहिनीहरु केटी नभन्नु कि दिदीबहिनीहरु हुनु त अन्त केटी नै भन्न मिल्छ हैन त दिदीबहिनी हुन् अब यस्तो फेरि अब दिदीबहिनीलाई अब दाजुभाइ भन्ने कुरो नि भयो नि त्यही भएर केटी भन्ने हैन टक्क लाएर हाम्रो सबिना दिदी के हो त आजभोलि त खुब लप परे दिदीको त्यही भएर खुब राम्रो हुनुभयो तर केही छैन गाइस मेरो त घरमा एउटा छोरा छ मलाई त बाल छैन जिन्दगी मेरो त एउटा घर कटिसक्यो केही छैन गाइस जिन्दगीमा रमाइलो हुनुपर्छ हैन रमाइलो भन्ने कुरो गर्नुपर्छ फेरि मैले बढी बोले म चाहिँ अलि बढी बोले ए तिम्रो चाहिँ अलिकति टाउको चिला यार कताबाट सिंगल नभन्दिउ है फेरि फोन नखोल्दिउ होला बेकारमा फेरि बेलुका भगो एउटा बोयफ्रेन्डले नि बेगा भन्ने भन्दा अनि है कुमारी बढी बोले कि मैले कुमारीको बोयफ्रेन्डले भिडियो हेरोस् र कुमारलाई ब्रेकअप हान्दियोस् भिडियो बनाउनु चाहिँ के भनेपछि मेमोरी होस् क्या पछिको लागि हैन भन्नलाई बना मैले चाहिँ हैन भोलिको लागि यसो ठाउँमा घुमे थिए कस्तो कुरा गरे तिमी आलु जस्तो कुरा नगर नि फेरि तिमीहरु मेमोरी भनेको यो मेरो हैन भोलिको छोराछोरी पनि मेरो नाम सर्च गरे युट्युबमा हैन यो संसारभरि पैसा बुझाइसक्यो अनि छोराछोरी बेजे नगर न थेत्तेरीका बेजिदिए हान्ने यार तिमीले मलाई आइबुझ यो मोबाइलमा जाने हैन नि त भिडियो युट्युबमा जाने हो अन्त युट्युबमा चलाउन नजान्नेलाई के थाहा भन्ने भन्दै फेरि मैले बढी भन्दिए ल त्यही हो गाइस हामी एकछिन जान्छ अन्त जान्न चाहन्छन् भन्नु सबै के बोल्न चाहनुहुन्छ के बोल्नु भिडियो बनाउ तपाईको आज म इन्टरभ्यु लिँदै छु कृपया यता हेरिदिनुस् त
भन्नुस् बेइज्जत नगर्नु त तपाईको आज म परिचय लिदैछु तपाईको सब पोल खोल्दैछु ल भन्नुस् तिमीको परिचय दिन म हो ऋषि तमला चिन्दैनौ मलाई कुन एंगलबाट हेत्तरी तपाईले मलाई प्रश्न गर्ने मैले तपाईलाई सोधिरहेको छु तपाईको नाम भन्नुस् हाइटै मिल्दैन त ऋषि तमलासँग कसरी तपाईलाई मैले तपाईको परिचय सोध्दैछु भन्नुस् तपाई तपाईको नाम के हो तपाईको नाम के हो भनिहाल्नुस् त छिटो तपाईको नाम भन्नुस् भनेको छिटो तपाई गिजा देखाएर हाँस्नु त तपाई नाम भन्नु छिटो तपाई चाहिँ किन हाँसेको त आकुरी लगायत हैन अलि धेरै कष्ट पनि भयो हैन केटाहरु आउँदैछ नभए हामी चाहिँ घुमेर हैन अब मतलब अझ एउटा ग्रुप आउन बाँकी नै छ हाम्रो त चतरभित्र भयो छ के त्यही भएर त्यसपछि अब सबै आएपछि हैन टक्क निस्किनु पर्ने हुन्छ त्यसपछि अब त्यही त हो नि हैन अलि यसो रमाइलो गरेर अनि हामी चाहिँ घरतिर निस्किनु पर्ने हुन्छ फेरि हैन राजा सो गाइस अब चाहिँ हामी खानपिनको व्यवस्था पनि गर्छौँ हैन अब घुम्न आएको जस्तो हाम्रो चाहिँ यसो पिकनिक पाराको जस्तै भनौँ न केटाहरु चाहिँ अगाडि पारामा छ क्या म चाहिँ पछि पछि भिडियो सबै बनाउँदै हिँडिरहेको छु हैन म चाहिँ आफ्नै पारामा छु हैन किनभने मलाई चाहिँ भिडियो बनाउनु सोख छ नि त हैन भिडियो चाहिँ बनाउनु पर्छ केटाहरु चाहिँ आफ्नै पारामा छ अनि त्यहाँ गएर हामी अब पानी सानी ल्याएर हैन अलिअलि यसो खानेकुराहरू पनि छ अलिअलि निकालेर जान्छौँ अनि त्यहाँ गएर अगाडि गएर हामी चाहिँ रमाइलो गर्नुपर्ने हुन्छ कि टाइम पनि अलि अति धेरै भइसक्यो क्या हामीले यहाँ ढिला पनि आइयो अनि बाटोमा यसो मान्छेहरू यसो छितरबितर हुँदाखेरि अलि टाइम पनि अलि लस भयो क्या हाम्रो टाइम नै लस भयो अनि त्यसपछि अब के गर्ने हुन्छ नि त थोरै टाइममा अब जानुपर्ने हामी बेलुका फेरि काम हेरेर जानुपर्ने छैन त्यही भएर अब छोटो समयमा कसरी रमाइलो गर्ने अनि त्यसपछि निस्किने तरिकामा छौँ हामी चाहिँ होइन हाम्रो त सबै अब स्कुटीहरू मात्रै छ क्या अब गाडी साडी निकाल्ने अब यसो लाइसेन्स छैन त्यही भएर सबको स्कुटीहरूमा डाङडुङ 1 2 3 4 5 6 7 8 9 10 जना रहेछ है हामी मेरो चस्मा मेरो सबै त्यही मेरो यता न त्यो गाइस हामी जम्मै यसो स्पिकर लिन्छौँ गएर रमाइलो गर्ने पर्ने हुन्छ हैन त्यही हो गाइस जहाँ गए पनि खानाकै लागि दुःख छ क्या हैन घुम्न आएपछि त भोक लाग्छ हैन त्यसपछि झाना झौत्रा बोकेर माकुरी हैन त कोहीले रामेन बोकेछन् कोहीले यहाँ चम्चा बोकेछन् मैले चाहिँ यो के बोकेछु केरा सेरा बोकेछु यहाँ तलबाटको सामान छ हैन अनि यसो लगाएर हैन दिनु पर्यो नि त आफ्नो पारा त हैन त्यही हो क्या जहाँ गए पनि खानाकै लागि दुःख छ हैन खाना भन्दा रमाइलो हो नि त मेन कुरो चाहिँ हैन त्यही हो गाइस मलाई चाहिँ खासै कन्टेन्ट बनाउन दिन त आउँदैन हैन जस आफूले जे गरेर त्यही चाहिँ मैले बोलिदिन्छु त्यही गराउँछु हैन त्यही हो तर मलाई चाहिँ के भने चाहिँ अहिलेको लागि भन्दा नि भविष्यको लागि यसो लगाएर आफ्नो पछि बुढो अवस्था हैन हुन्छ नि त अब केही गर्न अवस्था हुन्छ नि त पछि एउटा 60-70 वर्ष भएको बेला यसो के गर्नु कसो हुन्छ नि त्यस आफ्नो भिडियोहरू हैन पहिलाको यस्तो भिडियोहरू हेर्दै हैन दिन काट्न सजिलो हुन्छ नि त भनेर चाहिँ मैले मेमोरीको लागि भए पनि हाल्छु कि हैन पछिको लागि यसो म यसो गर्थेँ नि मेरो बालबनहरू यसरी बितिरहेको थियो भन्ने हुन्छ नि त त्यही भएर मैले यसो भिडियोहरू चाहिँ कलेक्ट गर्छु त्यही हो मेन कुरो चाहिँ मेरो उद्देश्य चाहिँ मेरो चाहिँ खासमा चाहिँ उद्देश्य त्यही हो क्या मेरो लागि मेरो चाहिँ भोलिको दिनहरूमा यसो भिडियोमा हैन युट्युबमा टिभीमा लगाएर यसो हैन मेरा बाल्यका के हुन्छ न बचपनका यादहरू हैन मैले यस्तो गरिरहेको थिएँ मेरो कुनै बेला दिनहरू यस्तो चलिरहेको थियो मेरो यस्तो साथीहरू थिए कहाँ गयो अहिले भनेर अब साथीहरू पनि होस् न हैन मेरो साथीहरूले आफ्नो भिडियो पनि साथीहरूले सर्च गरेर हेर्नु के यस्तो बुढेसकालमा त अब कोहीले के गर्न सक्दैन नि त हैन त्यति बेला यसो लाएर टक्क लाएर बेडमा पल्टिने हातमा रिमोट दाब्ने अगाडि टक्क लाएर हाँस्दै कस्तो हुन्छ बुढाबुढी साइडमा बसेर ए मेरो बुढो त यस्तो रहेछ भन्ने हुन्छ नि त अलिकति त्यही हो मेरो खास चाहिँ उद्देश्य त्यही हो हैन तर मेन कुरा चाहिँ मैले के भन्छु भने चाहिँ हैन जब हामी घुम्न निस्किन्छौँ नि कहिल्यै पनि घाम लाग्दैन क्या कहिल्यै घाम लाग्दैन मायो आगो लाग्दैन जस्तो लाग्छ कहिलेकाहीँ त कसम भने कहिल्यै घाम लाग्दैन क्या टोली यही हो फेरि घुम्ने टोली आज 2 जना एक्स्ट्रा थप्या नत्र नि हाम्रो टोली चाहिँ यही हो कि काम गर्ने ठाउँको अब यसो कति काम गर्नु जाम न त भने प्लानिङ 1 महिना 15 दिन अगाडिदेखि नै प्लानिङ हुन्छ त्यसपछि सबले छुट्टी राखेर काम त्यसपछि निक्लिनु हुन्छ क्या अनि जहिले निस्किन्छ हामी ट्याक्क यस्तै हुन्छ क्या अस्ति पनि यस्तै जाडो भयो आज पनि घाम एउटा लागेन न केही के यस्तो न बिजोग लाग्ने के हामीलाई त न सराप छ क्या यार यिनीहरूलाई घुम्न जानै दिनुहुन्न यिनीहरू पापीहरूलाई भन्ने जस्तो लाग्छ क्या यस्तो राम्रो सनफ्लावर रहेछ हैन यो चाहिँ खास चाहिँ टुरिस्ट एरिया रहेछ छन् त खास केही छैन यस्तो हो नि त अनि आम्मा यो हो नि त शैली भनेको हेर न आम्मा मस्त बुढाबुढी गिटार बजाउँदै गाना गाउँदै नाचिरहेको हैन मेरो पनि यस्तै छ क्या सोच होइन बुढेसकालमा अब काम गर्न नसक्ने अवस्था भएपछि यस्तै पहिलाको भिडियोहरू हेरेर बस्ने अनि यस्तै घुमेर अब हुँदैनहरूको अब पैसा पनि रोजे होला नि होइन अब गाँडवाला होला नि त उनीहरू घुमिरहनु आफू त अब त्यो अलि यसो कमाउँदै बसेपछि
पछि विदेशतिर त घुम्न सकिन्न होइन आफ्नो नेपालतिर होइन हुन्छ नि त नेपालतिर भए पनि घुमौँ भन्ने मेरो एउटा उद्देश्य छ कि त्यही हो यहाँ चाहिँ एकदम टुरिज्म एरिया रहेछ कि मान्छेहरू चाहिँ एकदम विदेशीहरू बढी कोरियादेखि अनि अमेरिकादेखि कतादेखि आइरहन्छ होइन चाहिँ खासमा चाहिँ मैले सुनेको त्यति त मलाई पुरै पनि थाहा होइन अब युद्ध भएको बेला सेनाहरू मरेको नि त टन्नै त्यही बेला म सेनाहरूको कति नाम त्यसपछि शहीद भएकोहरू हाम्रो नेपालमा पनि छ नि त होइन त्यस्तै अब शहीदहरूको ऊ बनाउँदै च्यानहरू जस्तो अब शालिग्राम के भन्छ त्यो होइन शालिग हो कि के भन्छ त्यस्तै बनाएर अनि राखेको छ अरे नामसाम लेखेर त्यहाँ पनि जान्छु म पनि होइन हेर्छु त्यही हो आफूले अब काम मात्रै गरेर पनि हुँदैन कहिले यसो घुम्नु पनि पर्छ नि त होइन आफूले जानेको कुरा अब सबै कुराहरू पनि अब आफूले थाहा हुँदैन कुनै कुराहरू कसैबाट सुनेर थाहा हुन्छ भनेपछि कुनै कुराहरू आफूले भोगेर थाहा हुन्छ घुमेर थाहा हुन्छ होइन म पनि यसो अलिअलि जान्ने प्रयास गर्दैछु कि अब जुन ठाउँमा बस्छ त्यहाँ अलिअलि ज्ञानगुन्द हुनु पऱ्यो होइन अब यो यहाँ रहेछ कि यहाँ छ ठ्याक्कै यो सब यो मान्छेहरूको चाहिँ मरेको शहीदहरूको यति धेरै मजा रहेछ क्या कति भन्थ्यो तर मैले खासै त्यो यहाँ नाम कतिजना भनेर याद मरेको बुहरूको नाम लेखेँ नि अब चाइनिज खान चाहिन्छ के त्यो त मलाई आउँदैन तर खासमा चाहिँ त्यही हो यो नामसाम लेख्यो सब यिनीहरूले गरेकोहरू सब लेखेछ क्या होइन त्यति मलाई अब यत्रो खानी पढ्न त आउँदैन अब राम्रोसँग नेपाली त पढ्न आउँदैन अरू त के आउँथ्यो र तर टन्नै छ क्या मरेको मान्छेहरू कि यति धेरै चाहिँ अब ड्रोन भ्यान हुन्थ्यो यति धेरै कति धेरै छ यहाँ होला लगभग 2 दिन चाहिँ होला हाम्रो चाहिँ अब भोक पनि लागिसक्यो यसो पेट पूजा गर्नुपर्ने हुन्छ होइन टक्क मिठो हाम्रो दिदीले बनाएको सबैले बनाएको केटाहरू खाँदैछ हुक्का पनि छ होइन रेडी यस्तो स्पेसल तरिकामा चाहिँ मजा टाइममा खानुपर्ने हुन्छ होइन लगाएर यस्तो मिठो छ यस्तो मिठो छ यस्तो मिठो छ नभए खानालाई चाहिँ अब खाने बेला कालले पनि छोड्छ होइन खाना चाहिँ खानुपर्छ होइन एकछिनमा भेट्छ एकदम रमाइलो रहेछ ठाउँ चाहिँ होइन तपाईँहरू पनि आउनु होला ओकिनामा बस्नुहुन्छ भने यो चाहिँ नजिकै छ पार्कको नाम त मलाई पनि थाहा होइन पार्कको नाम चाहिँ फ्यासिलिटी पार्क हो होइन फ्यासिलिटी पार्क हो तपाईँ आउन सक्नुहुन्छ एकदम राम्रो छ म चाहिँ भ्यू पोइन्टमा छु होइन तपाईँ जान सक्नुहुन्छ त्यो माथिमा टाउको दुख्यो अलिअलि घुम्न गएको टाउको दुखाउ केही होइन त्यही हो गाइस ओकिनावामा हुनुहुन्छ र नजिकै बस्नुहुन्छ भने ओकिनावामा हुनुहुन्छ भने यो ठाउँमा चाहिँ घुम्न चाहिँ आउनु होला होइन एकदम रमाइलो छ ठाउँ होइन एकदम भ्यू पोइन्टबाट हेर्नुहुन्छ भ्यू हेर्न सक्नुहुन्छ यही हो होइन यतादेखि पाहाड लिएर टक्क लगाएर उमी पनि छ साइडमा होइन अनि यहाँ माथिको यो चाहिँ भ्यू पोइन्ट हो भ्यू पोइन्ट मान्छेहरू चाहिँ पर्यटकहरू बढी आउनु रहेछ क्या अब स्कुटीहरू छ भने चाहिँ आउन सक्नुहुन्छ त्यही 1-1.5 घन्टा बाटो लाग्नु रहेछ होइन अनि म पनि रिसर्च गर्न आएको खासमा चाहिँ घुम्न आफूले केही कुरा थाहा पाउन होइन हुन्छ नि त नथाएको कुराहरू थाहा पाउन त आउने नि त घुम्नु भनेको त्यही हो होइन त्यही हो खासमा चाहिँ हाम्रो राजा ज्ञानेन्द्रले गाडेको ढुङ्गा हो कि भनेर भन्नुहुन्थ्यो हावा गफ चाहिँ नानो होइन जस रमाइलो गरेको चाहिँ अब के हो खास होइन हामीलाई थाहा होइन यो यस्तो छ तपाईँहरू स्क्रिनसट गरेर गुगल ट्रान्सलेट गरेर पढ्न सक्नुहुन्छ त्यही हो राम्रै रहेछ ठाउँ त्यति नराम्रो पनि होइन घुम्नलाई एकदम भनौँ न ठिकै छ आनन्द छ मस्त चिलेक्स पारामा बस्न सकियो ढुङ्गो चाहिँ पर्खाछ भन्छ न के राखेको रहेछ मान्छेले बनाएको होला कृत्रिम त होइन प्राकृतिक त होइन कृत्रिम होला खै कृत्रिम हो के हो त्यो अब भगवान् जानु हाम नै जाने भगवान् जाने ए ठाउँ थाहा भइसक्यो मैले यो ठाउँमा आइदिएको म पनि हामी पनि चल्दिएको लगभग आफ्नो गाडी साधन भइसक्यो घुम्न चाहिँ आउला मस्त रहेछ ठाउँ चाहिँ होइन यस्तो छ कि यस्तो बबाल छ होइन कस्तो मजाको रहेछ यहाँ मुनि भन्दा के होला है यस्तो रहेछ यहाँबाट भ्यूहरू चाहिँ राम्रो देखिन्छ होइन यस्तो हो गाइस यता तलतिर पनि देखिँदैन पुरै चाहिँ नदेखिने रहेछ बबाल छ छाल चाहिँ बबाल हान्ने रहेछ कहाँबाट आयो हामी त यार म्याकुरी उता पनि रहेछ घुम्नलाई ठाउँ त हामी त त्यहाँ त जानु पर्ने तर टाइम नभएर जान पाइएन ओस अबरको चाहिँ जाम्ला एकचोटिको लागि यति नै भयो है त गाइस म फेरि पनि तपाईँहरूलाई राम्रो ठाउँहरू देखाउने छु तपाईँहरू मेरो भिडियो चाहिँ धैर्यका साथ हेरिदिनु होला त्यही भन्न चाहन्छु जिन्दगीमा मरिलाउनु के होइन रमाइलो गर्ने घुम्ने खाने